एउटा सपना थियो युके जाने र एउटा लक्ष्य थियो साइबर सिक्युरिटीमा आफ्नो करियर बनाउने र एउटा प्रश्न थियो कि म साँच्चीकै सफल हुन्छु त यो यात्रामा। र आज हामीसँग हुनुहुन्छ त्यही सपना पुरा गर्न सफल हुनुभएका विद्यार्थी मिस्टर नारायण उप्रेती। उहाँले द युनिभर्सिटी अफ ल युकेमा मास्टर इन साइबर सिक्युरिटी म्यानेजमेन्ट विथ प्रोफेसनल प्र्याक्टिसमा युके भिजा ग्रान्ट गर्नुभएको छ। तर आजको यो कथा भिजा ग्रान्टसम्म मात्र सीमित छैन, यो कथा हो ड्रिम, डिसिजन, प्रिपरेसन र भिजा सक्सेससम्मको। वेलकम टु एडुकेस्ट पोडकास्ट नारायणजी एन्ड कङ्ग्रेचुलेसन अन योर युके भिजा ग्रान्ट। Thank you, Aisha ji, and thank you for having me here. ओके, फर्स्ट अफ अल युके जाने सपना हजुरको मनमा कसरी आयो र यो सपना पुरा गर्न हजुरले पहिलो कदम कहाँबाट चाल्नुभयो? जस्तो मेरो बाहिर जाने भन्ने सोच चाहिँ पहिलेदेखि थियो होइन। अनि बाहिर जाने गर्दै विचार गर्दै गर्दाखेरि चाहिँ युके ठिक थियो क्या त्यतिखेर। अनि युकेलाई प्रोसेसहरू सुरु गर्दै थिएँ। अनि लगत्तै त्यसपछि अस्ट्रेलिया लेभल 3बाट लेभल 2मा भयो। अनि एकचोटि चाहिँ त्यो अफर पनि राम्रो लाग्यो मलाई होइन। अब जस्तो भइ पो हाल्छ कि भन्ने हिसाबले मैले अस्ट्रेलियन प्रोसेस गर्न थालेँ, डकुमेन्टहरू बनाउन थालेँ। त्यो मबाट ढिलाइ हो कि अस्ट्रेलियाले लेभल 2बाट लेभल 3मा छिटो गएको त्यो चाहिँ के भयो। अनि त्यो भएपछि चाहिँ अब त्यता पनि भएन, भने जस्तो भएन। अनि त्यसपछि क्यानाडाको रिसर्च गरेँ। क्यानाडा रिसर्च गर्दाखेरि एक दुई ठाउँमा त अफर पनि हालेँ। तर हाल्दै जाँदाखेरि यसो लङ टर्म सोच्दाखेरि चाहिँ मलाई अलिकति राम्रो आरओआई देखिनँ क्या मैले। अनि ब्याक टु युके। अनि युके गर्दाखेरि एउटा जस्ट सर्कल अफ लाइफ भयो जस्तो भयो क्या मसँग चाहिँ युके। पछि अस्ट्रेलिया, क्यानाडा, युके भयो त हजुरको लाइफमा। ओके, सो हजुरले एमएससी साइबर सिक्युरिटी म्यानेजमेन्ट विथ प्रोफेसनल प्र्याक्टिस एट द युनिभर्सिटी अफ ल नै किन रोज्नुभयो त? सो मैले चाहिँ मेरो ब्याचलर्समा मैले बिसिए गरेँ है। अनि बिसिए गर्दाखेरि ठिकै थियो, मतलब आइटी पनि भइरहेको थियो। तर मलाई त्यो जुन हिसाबले मैले बिसिएमा छिरेको थिएँ त्यो हिसाब सकिँदा म त्यो एकदम कोडरवाला भाइब मलाई आएन होइन मबाट। अनि त्यसपछि चाहिँ आइटीमै गर्ने, तर आइटीमा अरू फिल्डमा गर्ने हुँदाखेरि चाहिँ साइबर सिक्युरिटी एउटा कस्तो भनौँ एउटा ग्रोइङ फेजमा छ होइन। पहिलेदेखि नै थियो, अहिले अझै राम्रो भइरहेछ साइबर सिक्युरिटी। अनि साइबर सिक्युरिटी म्यानेजमेन्टमा छिरेँ म अहिले। अब युनिभर्सिटी अफ ल चाहिँ किन भन्दाखेरि भने युनिभर्सिटी अफ लको प्याकेजहरू राम्रो छ क्या। जस्तो अब मैले यो प्रोफेसनल प्र्याक्टिस लिँदाखेरि चाहिँ जस्तो मलाई अब 1 वर्ष चाहिँ मास्टर्स पढाउने। अनि त्यो पढाएपछि चाहिँ यसो इन्टर्नसिप गरेर कुनै कलेजमा भर्छ मिल्यो भने प्लेसमेन्ट पनि लगाइदिने भन्ने युनिभर्सिटीले प्रमिस गरेको छ होइन। त्यो पनि भयो। अब केही कथम यदि प्रमिस फुलफिल गर्न नसकेमा युनिभर्सिटीले 50% फी पनि रिटर्न गरिदिन्छु भनेको छ। सो एउटा सेफ साइड हेरौँ न, त्यो हिसाबले चाहिँ मैले युनिभर्सिटी अफ ल चाहिँ रोजेँ हो। ओके, सो भिजा एप्लिकेसनको क्रममा हजुरलाई सबैभन्दा च्यालेन्जिङ लागेको पार्ट चाहिँ के थियो त? जस्तो अब कामहरू त थालिएको थियो। अनि थाल्दै जाँदाखेरि चाहिँ के भयो भने अब अस्ट्रेलिया पनि भएन होइन। अनि क्यानाडा पनि नभएपछि त एक हिसाबले त युके गर्न पनि त मान्छे उयो हुन्छ नि त। अनि सरहरूले त मलाई यसो राम्ररी सम्झाउनु भयो, भाइ होइन हुन्छ युके हुन्छ भनेर राम्रो गाइडेन्स दिनुभयो। अनि पछि पनि आएर चाहिँ अब अलिक अन्तिममा आएर चाहिँ अब हामीले अलिकति एडिसनल कागजहरू हाल्ने कुरा गऱ्यौँ क्या। अलिकति युके पनि टाइट हुन नखोजेको हिसाबले चाहिँ। अनि त्यो कागज भेला पार्ने बेला चाहिँ अलिकति समस्या भयो मलाई। ओके, सो हजुरको भिजा सक्सेसको न्युज सुन्दा चाहिँ हजुर र हजुरको फ्यामिलीको कस्तो रियाक्सन थियो त? फ्यामिलीको रियाक्सन एकदम पोजिटिभ होइन। अब कुनै काम थालेपछि त त्यो सकिँदा त सबैलाई खुसी लाग्छ होइन। सबैले खुसी मान्नु भएको छ, ढुक्क हुनुहुन्छ जे होस् भयो भन्ने खालको छ। त्यो हजुरको फेसमा देखिन्छ कि एकदम ह्याप्पिनेस। आज भिजा हातमा आइसकेपछि हजुरले पछाडि फर्केर हेर्दा चाहिँ एडुकेस्ट चुज गर्नु मेरो सही डिसिजन थियो भनेर लाग्छ? अभियसली भिजा त्यसको रिजल्ट हो होइन। मलाई खुसी छु एजुकेसनसँग कनेक्ट भएर चाहिँ सबै कुरो सेटिस्फाइड छ। ओके, सो आजको नारायण र केही समय अघिको नारायणलाई कम्पेयर गर्नुहुँदा हजुरमा सबैभन्दा ठुलो परिवर्तन आएको चाहिँ के फिल हुन्छ हजुरलाई? यसरी सम्झेर हेर्दाखेरि त अलिकति बढी आत्तिने, बढी सोच्ने होइन। त्यो म पहिले गर्थेँ। अहिले चाहिँ अब जस्तो आज मात्र होइन, मैले 1-2 महिनादेखि त्यो विचार गरिरहेको छु। थोरै चाहिँ अलिकति होइन यस्तै हो भन्ने खालको चाहिँ अलिकति आएको छ आफूमा। त्यो टाइम पनि त्यस्तो नै थियो नि त हजुरको, अलिकति प्रेसर लिने खालकै भएर पनि होला सायद।
सो हजुरको यस्तो समय आयो कि अब म सक्दिनँ, लाइक फर्स्टमा हजुर अस्ट्रेलिया पनि भएन भन्नुभएको थियो नि त, प्लस क्यानाडा पनि गर्दिनँ भन्ने सोच आयो, अनि युके पनि अब चाहिँ म गर्दिनँ भन्ने त्यस्तो कहिले थट आयो कि आएन? युकेमा चाहिँ त्यस्तो भएन, किनकि यहाँ झापाको ब्रान्च हाम्रो मेरो साथी नै हुनुहुन्छ निर्जन पाठक होइन, उहाँसँग कनेक्ट भएपछि उहाँले राम्रै असुरेन्स गर्नुभएको थियो, युके त हुन्छ तिम्रो एकाडेमिक ठिकै छ भन्ने खालको कुरा गर्नुभएको थियो। अनि म एज अ कन्सल्टेन्सी हुँदाखेरि चाहिँ जस हुन्छ भन्ने खालको नै थियो, ढुक्कमै थिएँ होइन। त्यस्तो त थिएन, त्यस्तो डराइहाल्नु पर्ने अब त हारै मान्यो भन्ने चाहिँ थिएन मलाई। सो यो यात्राले हजुरलाई पेसेन्स, डिसिप्लिन र रेस्पोन्सिबिलिटीको बारेमा चाहिँ के सिकायो त? यिनीहरूले धेरै नै कुरा सिकायो मलाई होइन। अब जस्तो पेसेन्स थिएन भने चाहिँ आज हातमा भिसा हुँदैन थियो होला होइन, एउटा होइन गर्दै लानुपर्छ हुन्छ नि भन्ने खालको एउटा थियो। त्यही हिसाबले अब डिसिप्लिन चाहिँ कस्तो भने अब सरहरूले यहाँ के कागज चाहियो भने खुत्रुक ल्याएर दिने मैले होइन, डेडलाइन मेन्टेन गरिराख्ने सबै कुरो हिसाबले थियो नि। अब रेस्पोन्सिबिलिटी फ्याक्टरमा चाहिँ कस्तो भने अब फ्यामिलीले यत्रो विश्वास गरेर पैसा खर्च गर्नुभएको छ होइन, त्यो चाहिँ अब फ्यामिलीले नमागे पनि एउटा तिर्छु भन्ने एउटा दायित्व हुन्छ, यस्तो कुराहरू सिकाएको छ। ओके, सो नयाँ देश, नयाँ कल्चर र नयाँ मान्छेहरू बिच हजुरले आफूलाई कसरी एडप्ट गर्ने सोचिरहनु भएको छ? जस्तो आजसम्म 26 वर्षको भएँ म होइन, अब यत्रो कति मान्छेसँग ठोकियो, कति मान्छेसँग फ्रेन्ड सर्कलमा हिँड्यो, सो त्यस्तो गाह्रो हुन्छ जस्तो लागेको छैन मलाई। अलिकति ओपन माइन्ड भएर चाहिँ कुराहरू लिँदा सकिन्छ, एडप्ट गर्न सकिन्छ। ओके, सो विदेशबाट सिकेको नलेज र एक्सपिरियन्स भविष्यमा हजुरले नेपालमा कसरी त्यसलाई उतार्ने सोचिरहनु भएको छ? अब एउटा त अब जस्तो विदेशबाट सिक्दा भनेको अब कस्तो कुरा सिक्ने भन्ने कुरो हो होइन। जस्तो अब म एज अ इन्डिभिजुअली एक हिसाबले ग्रो गर्छु अनि मेरो करियर हिसाबले अर्को हिसाबले ग्रो गर्छु होइन। अब यी कुरालाई चाहिँ अब यता आएर अभियसली अब यो साइबर सेक्युरिटीको फिल्डमा मैले उहाँ भने जस्तो अफिसमा जब गरेर एउटा आफ्नो सोचे जस्तो मान्छे बन्न सक्यो भने त अभियसली नेपाल फर्केर केही गरौँला भन्ने त छ नि त। सो यी कुराहरू त भइहाल्छ नि। ओके, सो आजको नारायणले भविष्यको नारायणले एउटा मेसेज पठाउनु पर्यो भने के हुनसक्छ? मलाई एउटा कोट एकदम मनपर्छ क्या, नेभर फर्गेट योर रुट्स भन्ने। सो यो कुरो चाहिँ यही कुरा हो। सो हजुरको विदेश जाने निर्णय गर्दा साथीहरूले अरूको इन्फ्लुएन्स भन्दा आफ्नो रियालिटी किन बुझ्नुपर्छ भन्ने हजुरले के लाग्छ? जस्तो यो कुरो चाहिँ कस्तो हो भने अब यसले एउटा ट्रेन्ड छ नि त, बाहिर जाने स्पेसली अस्ट्रेलिया जाने भन्ने चाहिँ एउटा ट्रेन्डै छ होइन। अब सबैजनाले अस्ट्रेलिया ट्राई गर्नुपर्छ भन्ने चाहिँ होइन रहेछ भन्ने मैले आफै भोगेर थाहा पाएँ होइन, किनकि मेरो फाइनेन्सियल पनि त्यस्तो राम्रो थिएन होइन। अनि आफूलाई के सजिलो लाग्छ, के फिट हुन्छ आफ्नो लागि, त्यो चाहिँ बुझेर चाहिँ मान्छेले एउटा भन्छन् नि अब घाँटीहरू हार्दिनु भनेर, अभियसली यो कुरो चाहिँ फलो गर्नु पर्यो यस्तो कुरामा चाहिँ। सो पक्कै पनि सबैजनाले हजुरको जस्तै सोच्नुभयो भने चाहिँ एकदम बेटर हुने रहेछ। सो हामी चाहिँ सोको अलमोस्ट एन्डमा आइसकेको छौँ, हामीसँग लास्टमा ऱ्यापिड फायर राउन्ड छ। सो हजुरले चाहिँ 1 सेकेन्डमा रिप्लाई गर्नुपर्ने हुन्छ त्यसको। आर यु रेडी? यस। सो लेट्स गेट स्टार्टेड। सो नेपाललाई एउटा वर्डमा भन्नुपर्दा? जन्मभूमि। युकेलाई? कर्मभूमि। ओके, फ्यामिली कि करियर? करियर। ड्रिम कि रियालिटी? ड्रिम्स। रिस्क कि सेफ्टी? रिस्क। मनी कि ह्याप्पिनेस? मनी। सो एउटा कुरा जुन हजुरले नेपालमा सबैभन्दा धेरै मिस गर्नुहुन्छ युके गएपछि? प्रोबाब्ली फ्यामिली। एउटा कुरा जुन हजुरले युकेबाट सिकेर नेपाल ल्याउन चाहनुहुन्छ? प्रोबाब्ली एक्सपिरियन्स मी। Okay, well played, Narayanji. Thank you so much for joining us today, and once again, congratulations on your visa grant. Thank you, Aisha ma'am. Thank you once again for having me. र जुन मेरो हातमा भिसा छ यसको श्रेय चाहिँ म इन्टायर एडुकेस फ्यामिलीलाई दिन चाहन्छु। उहाँहरूले जस्तो भए पनि धेरै हेल्प गर्नुभएको छ होइन। सो एट लास्ट धेरै धेरै धन्यवाद। वेल, नारायणजीको जर्नी आज सक्सेसमा पुगेको छ। अब पालो हजुरहरूको। आज नै एडुकेस नेपालसँग कनेक्ट हुनुहोस् र आफ्नो जर्नी स्टार्ट गर्नुहोस्। र यस्तै सक्सेस र मोटिभेसनल स्टोरिज हेर्न चाहनुहुन्छ भने डु लाइक, कमेन्ट एन्ड सेयर एडुकेस पोडकास्ट। टिल देन, किप वाचिङ। सी यु इन नेक्स्ट एपिसोड। बाई।